हेलो साथीहरू सबैलाई सेउपाखा नमस्ते छ। तपाईहरु नि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। स्वागत छ आजको मेरो छोटो मिठो मिनी ब्लगमा। म तपाईहरु चाहिँ भन्नुहुन्छ होला यो निशा दिमाल त कति टिकटक बनाउँछ, घुमफिर मात्रै गर्छ भन्नुहुन्छ होला, तर त्यस्तो चाहिँ नसोचिदिनु होला साथीहरू। म काम पनि गर्छु, यता रक्सी पनि पार्दै छु साथीहरू। म कहिलेकाहीँ रक्सी पनि पार्छु। रक्सी पनि पार्ने काम हुन्छ, घुमेको मात्रै नभन्नु होला, काम पनि गर्छु। यता रक्सी पारेर नुहाइ धुवाइ गरेर अब लुगा पनि धुँदै छु। लुगा धुने काम पनि हुन्छ साथीहरू। लुगा धुयो बस्यो, काम पनि गरौँ। मेरो छोरी चाहिँ पानी खेलाउँदै छ यहाँ। साथीहरू आजभोलि कत्रो ठुल्ठुलो घाम लाग्छ क्या, सहनै नसक्ने गरी घाम लागिरहेछ। तपाईहरुतिर चाहिँ कस्तो भइरहेछ मौसम आज? हाम्रोतिर त कस्तो घाम गर्मी हुन्छ, पंखा बिना त बस्नै सक्दैन, दिउँसो झन् बस्न सकिँदैन साथीहरू। म चाहिँ यसरी लुगा धुँदै छु, यता रक्सी पनि पार्दै छु। अब केटाकेटीको फेरि स्कुल जाने बेला हुनु पनि आँट्यो हेर्नु साथीहरू। हाम्रो गाउँको मेरो घर छेउमा एउटा रुख छ, यो के को रुख होला चिन्नुहुन्छ भने यसको नाम थाहा छैन कमेन्टमा लेखिदिनु होला। यो मौसम चाहिँ यस्तो छ आजको, पुरा चर्को घाम लागिरहेछ। उता रक्सी पनि पार्दै, यता लुगा पनि धुँदै, यता कोठा पनि मिलाउँदै के गर्नु। अब बोर्डिङको गाडी आउने बेला भइसक्यो साथीहरू। छिटो बिहानै उठेर त काम नगर्दा भ्याउँदै 8:30 बजे नै आउँछ नि त गाडी। अनि त्यही भएर छिटो गरौँ। नानीहरूलाई कत्रो घाम छ, फेरि घाम पनि देखाइदिँदैछु म त आज। बाई बाई साथीहरू, आजको मेरो मिनी यति नै। फेरि अर्को भिडियोमा भेटौँ।